नेपालीहरूले चाहिँ खास सेलरोटी चाहिँ कसरी बनाउँछ त्यो मैले यहाँनिर भिडियोमा देखाएको छु। हामी चाहिँ घरमा कसरी बनाउँछौँ त्यो भिडियो मैले देखाएको छु। त्यसको लागि चाहिँ अलुवा चामललाई रातभरि चाहिँ मजाले धुएर रातभरि भिजाएर छोड्नुपर्छ। अनि बिहान भएपछि चाहिँ मैले यसको पानीहरू तारेर चामल जब हल्का सुक्खा हुन्छ तब चाहिँ यसरी पिसेको छु। अनि पिस्दाखेरि चाहिँ एकदमै मिन पिसेको छुइनँ। मिनभन्दा चाहिँ मिनदेखि चाहिँ हल्का खस्रो, हल्का एकदम कम्ती खस्रो प्रकारको मैले यसलाई पिसेँ। र त्यसपछि चाहिँ पानी हालेँ। मैले पानी हालेर मिक्स गरेर चाहिँ यसरी घोल बनाएको छु। यसरी हातको सबै औँलीहरू डुबाएर चाहिँ एकैपट्टि मजाले यसलाई घुमाएर चाहिँ यसको ब्याटर यसरी बनाउनुपर्छ। त्यसपछि अब मैदा हालेको छु मैले 2 मुठी जस्तो। आफूले चामलको पिठो कति लिएको छ त्यो अनुसारले पनि हाल्नुपर्छ। मैले चाहिँ यहाँनिर 2 मुठी मैदा हालेको छु। अब मैदाको काम चाहिँ के हो सेलरोटीमा भन्दा चाहिँ जब हामी सेलरोटी तेलमा हाल्छौँ तब चाहिँ त्यो चुट्टिँदैन। मैदाले चाहिँ बाइन्डिङको काम गर्छ। मैले यहाँनिर 2 मुठी मैदा हालेँ र यसलाई यहाँनिर मजाले मुस्दै मैले मिक्स गरेको छु। यसरी नै यसलाई चाहिँ घुमाउनुपर्छ। मैले चाहिँ हाम्रो आमाले यस्तै गर्नुभएको देखेको हो। अनि सेलरोटीको घोल अथवा ब्याटर चाहिँ फेरि एकदमै बाक्लो पनि हुनु हुँदैन अनि एकदमै पतला पनि हुनु हुँदैन। र त्यसपछि मैले स्वादअनुसार चिनी हालेँ। आफूलाई कतिको गुलियो मनपर्छ त्यो अनुसारले चिनी हालेर पनि यसलाई यसरी नै मजाले घोलेँ। त्यसपछि चाहिँ यहाँनिर मैले खाने सोडा हालेको छु। यो सोडाले चाहिँ सेलरोटीलाई फुलाउने काम गर्छ। र यसरी नै यसलाई एकैपट्टि घुमाउँदै यसको मजाको घोल मैले बनाएर तयार गरेँ। अब यसलाई छोपेर 2 घण्टाको लागि म यसलाई छोडिदिन्छु। अब 2 घण्टा भइसकेको छ र अब यसको ढकनी खोलेर म अझै एकपल्ट यसलाई चाहिँ चलाउँछु, मुस्छु, मिक्स गर्छु जे पनि हुन्छ। किनभने यहाँनिर चाहिँ यो जुन चाहिँ घोल अथवा ब्याटर छ यो चाहिँ पर्फेक्ट बनेर चाहिँ तयार भएको हुनुहुन्छ। जब यसरी पिठोलाई चाहिँ यो घोललाई चाहिँ यसरी सेलरोटी जस्तो आकार दिने गर्छौँ र मजाले बनिन्छ नि यो यति बेला ब्याटरमा नै त्यो चाहिँ पर्फेक्ट हो भनेर हामीलाई थाहा हुन्छ। र अब पोल्ने बेलामा चाहिँ मैले यहाँनिर 1 चम्ची घिउ हालेँ। अब घिउ हालेर यसलाई मजाले यहाँनिर चलाउनुपर्छ। मैले चुलामा चाहिँ एउटा प्यानमा तेल पनि हालिसकेको छु। तेल तातिँदैछ। अनि सेलरोटी पोल्दा चाहिँ सेलरोटी पोल्ने कराई प्यान जे पनि छ त्यसमा चाहिँ तेल हालेर पोल्दा हुन्छ। तर सेलरोटी हाल्दा चाहिँ यसरी तेल पुरा मजाले हाई फ्लेममा तातेको हुनुपर्छ। अनि यसरी मैले चाहिँ हत्केलामा नै हातमा नै हालेर चाहिँ सेलरोटीको यसरी गोलो सेप बनाएको हो। जे होस् दुःख सुख राम्रो बनेको छ। अहिले त बजारभरि नै सेलरोटी मेकर पाइहाल्छ। जति सजिलो एकदमै सजिलो छ त्यो बनाउनु चाहिँ त्यसमा हालेर मजाले घुमाउँदा भइहाल्छ। एकै आकारको एकै सेपको सलिड प्रकारको सेलरोटी बनेर तयार हुन्छ। मैले चाहिँ हातले नै यसरी सेलरोटी बनाएको छु। उहिले त अब यसरी नै बनाइन्थ्यो। यसरी नै दुईपट्टिबाट यसरी गोल्डन ब्राउन हुने गरी मैले यसलाई पकाएँ। उहिले सेलरोटी मेकर जुन चाहिँ हुन्छ त्यसमा घोल हालेर चाहिँ बनाइन्छ नि त्यस्तोहरू थिएन। अहिले त बजारभरि छ। त्यही भएर दामी दामी सेपको चाहिँ सेलरोटी देख्नु पाइन्छ के। तर उहिले यसरी नै बनाइन्थ्यो हातले नै। मैले पनि यसरी नै बनाएको थिएँ। एकदमै टेस्टी हुन्छ, स्वादिष्ट हुन्छ। थ्याङ्क यू फर वाचिङ।